नमस्कार है। आज हामीले बुद्ध जयन्तीमा यसरी कार्यक्रम मिठाई बाँडेको पनि अब हेर्दा 25-30 वर्ष भइसकिसक्यो र बुद्ध जयन्ती चाहिँ अब हामीले किन मनाएको भन्दा चाहिँ शान्ति र प्रगति, पिस एन्ड प्रस्पेरिटीको लागि हो। तामाङ गुम्बा आइपुगिसकेछ हो। गुम्बा काली गुम्बाहरू गाइज वेलकम छ तपाईँलाई आज फेरि शनिको नयाँ भ्लगमा होइन। मेरो भ्लग चाहिँ छ भन्दाखेरि चाहिँ आज हामी बुद्ध पूर्णिमामा हेल्प गर्नु जाँदैछ क्लबकोहरू हो। किनकि यो बुद्ध पूर्णिमामा चाहिँ हामीले पहिल्यैदेखि नै हेल्प गर्दै आएको हो होइन। पहिल्यैदेखि हामी क्लबको केटाहरूले गर्दै आएको। अन्त त्यसले गर्दाखेरि चाहिँ अहिले म गाउँबाट आज म ढिलो उठि पठाएँ। अन्त अहिले गाउँको बाटो म ओह्रालो हिँड्दैछु। दादा हुनुहुन्छ अन्त राहुलदा हुनुहुन्छ। त्यसरी हामी हाम्रो गाउँको बाटो ओह्रालो 10 माइल तर्फपट्टि लाग्दैछ। अन्त बिहानै अहिले यस्तो भइरहेको छ उज्यालो वेदरहरू पनि हो। फेरि हामी चाहिँ अहिले लाग्दैछ तल गएर देखाउनु केटाहरू के गर्दैछ कस्तो गर्दैछ भनेर दसैँ भाडा आइपुगिसकेको छु। जसमा हाम्रो राहुलदा हुनुहुन्छ यता हुनुहुन्छ। हामी जाँदैछ अहिले केटाहरूलाई हाम्रो यहाँबाट चाहिँ अब भेट्नेछु। केटाहरूलाई भेटिसकेको छु हो। अन्त सोझोले अब भन्ने छ बुद्ध पूर्णिमा किन मनाएको भनेर चाहिँ। नमस्कार है। आज हामीले बुद्ध जयन्तीमा यसरी कार्यक्रम मिठाई बाँडेको पनि अब हेर्दा 25-30 वर्ष भइसकिसक्यो र बुद्ध जयन्ती चाहिँ अब हामीले किन मनाएको भन्दा चाहिँ शान्ति र प्रगति, पिस एन्ड प्रस्पेरिटीको लागि हो है। नेपाली झन् अब संसारभरि नै लफडा युद्ध भइ नै रहेको छ, त्यसको लागि पनि एउटा प्रेयर हो है, सबैजनाको लागि राम्रो हो होइन। वहीँहरू छ हाम्रो यसरी बनाइरहेको छ। त्यो चाहिँ हाम्रो दसैँ भाडामा सबैजना हामीले भेटिसकेको छ हो। सबैजना यहाँ बसिरहेको छ हो। अन्त त्यसो चाहिँ अहिले यहाँको म दसैँ भाडामा चाहिँ होइन रोज सबैजना यहीँ हुन्छ यसरी हो बसिरहेको छ। हामी अहिले धार्मिक जुलुसमा समावेश भक्तजनलाई कुनै असुविधा नपरोस् भन्ने हेतुले सम्पूर्ण वाहन चालक परिवहन दिदीबहिनीहरूलाई आफ्नो वाहनको गतिलाई सुरु भयो गर्नुभयो भने सुरु भइहाल्यो। यसरी भिडियो बनाउनुमा पुस्तक बोक्नेहरूलाई हो। यो चाहिँ हाम्रो गाउँको भाइले दिँदैछ काम दिँदैछ। तामाङ गुम्बा आइपुगिसकेछ हो। गुम्बा जाँदैछ यता मान्छेले घुम्नुहरू थालिसकेको छ। पुस्तकहरू गाउँदै जाँदैछ। माइकमा गाउँदैछ मिठाईहरू राम्रो दर्शन भएको अहिले मिटिङ हुँदैछ हाम्रो गुम्बाहरूलाई पर्खिरहेको छ। सबै गुम्बाहरूलाई यसरी हामी बसिरहेको छ अहिले यहाँ हो। यसरी मिटिङमा आयो भनेर सबैजना निस्किसकेको छ। यसरी निस्किँदैछ मिठाई बाँड्नु लागि अब रेडी हुँदैछ यसरी हो। गुम्बा आइपुग्यो भन्दाखेरि त्यही हो। यस्तो चाहिँ अहिले सबैजना निस्किँदैछ यहाँ बसिरहेको थियो। सबैजना निस्किँदैछ मिठाई बाँड्नु लागि रेडी भइसकेको छ हो। यस्तो छ यहाँको मत। अन्त फेरि अब अर्को गुम्बा हुँदैछ यसरी। यो सेकेन्ड गुम्बा हो हुँदैछ। हामी मिठाई बाँड्नु लागि यसरी बसिरहेको छ। दाहरू यता हुनुहुन्छ। त्यो चाहिँ गुम्बा चाहिँ यो कागी गुम्बा हो। कागी गुम्बा दिवाकर गुम्बा त्यो चाहिँ काली गुम्बाहरू बोक्नुहरू जाँदैछ। बाँड्यो ओऱ्यो यताउता गऱ्यो प्लास्टिकहरू फ्याँकेको हामीले खाएको फ्याँकेको त्यसरी टिपेर अहिले गुम्बा नआएकोले गर्दाखेरि हामी यसरी टिपेर गर्दैछौँ। कहिले पढा छ यताउता टिप कालो यसो यसो टिप्दैछ। अन्त यता हाम्रो सोझो फेरि फोटोहरू खिच्दैछ अहिले फेरि बहिनीहरूसँग हो। यस्तो हुँदैछ हाम्रो। अन्त हाम्रो कालु भाइहरू गाउँको भाइहरूलाई चाहिँ हामी सिकाउनु पऱ्यो नि त। महिलाहरू यसरी खाएपछि सफा गर यिनीहरूलाई सानैदेखि हामीले यस्तो कुराहरू सिकाएको यसरी पनि गरिदिनु हुँदैछ। यताउता हेल्प हो। यसरी बसिरहेको छ। अब अर्को गुम्बालाई पर्खिनै रहेको छ हामी। गुम्बा आइसकेको छ हो। अन्त बाँड्नु लागि डिस्ट्रिब्युसन भइसकेको छ। अघि उताबाट आएको थियो अहिले यताबाट आउँदैछ है। रेडी सक्नुहुन्छ यहाँ बाँड्नु थालिसकेको छ। थर्ड गुम्बा हो। सिधै बाँडेर सबै कुरो सकिसकेको छ हो। अहिले यो महिलाहरू चाहिँ यताउता काटेको छ। अब यहाँले गुम्बा सबै आएको थियो पकाइसक्यो। अब हिस्साले मिठाईहरू बाँडेछ भने लास्ट चाहिँ मसला अब चाहिँ फोटो सेक्सन हुँदैछ। त्यसरी यता केटाहरूको लास्ट फोटोसुट मिठाई सिठाई सबै कुरो बाँडिसकेको छ होइन।
प्लिज तपाईँलाई मेरो च्यानल मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुल्नुहोस् होला धन्यवाद अनि सबैलाई ह्याप्पी बुद्ध पूर्णिमा देख्न सक्नुहुन्छ त्यो अब महिलाहरू चाहिँ धनको गरिदिँदैछ त्यो सबै कुरो दोकानबाट यहाँबाट ल्याएको सामानहरू त्यो कार्टुनहरू त्यहीँ राखिदिँदैछ जस्तो यो गरिसकेपछि हामी घर जान्छौँ